विद्यार्थी भाइ बहिनीहरू, हाम्रो च्यानल समाजको चित्रणमा तिमीहरू सबैलाई स्वागत छ। आज म अस्ट्रेलिया भौगोलिक र प्राकृतिक वातावरण भन्ने पाठको प्रश्नका उत्तरहरू लिएर तिमीहरू समक्ष आइसकेको छु। समाजको चित्रण बाई पाण्डे सर। तलका प्रश्नको उत्तर दिनुहोस्। क. अस्ट्रेलिया महादेशको भौगोलिक स्वरूपको परिचय दिनुहोस्। अस्ट्रेलिया महादेश दक्षिणी गोलार्धमा अवस्थित सानो महादेश हो। यसको पूर्वमा प्रशान्त र पश्चिममा हिन्द महासागर पर्छन्। उत्तरमा केप योर्क, दक्षिणमा तास्मानिया र पूर्वी तटमा ग्रेट ब्यारियर रिफ छन्। पूर्वमा ग्रेट डिभाइडिङ पर्वतमाला फैलिएको छ। मध्य भागमा गिब्सन मरुभूमि पाइन्छ। मुरे नदी प्रमुख नदी हो। तटीय क्षेत्रमा समथर र उब्जाउ मैदान रहेका छन्। अस्ट्रेलिया महादेशमा पाइने हावापानी र तिनका विशेषता लेख्नुहोस्। अस्ट्रेलियामा विभिन्न प्रकारका हावापानी पाइन्छन्। मध्य भागमा मरुभूमीय हावापानी भएकोले वर्षा कम र तापक्रम उच्च हुन्छ। उत्तरी भागमा उष्ण मनसुनी हावापानी पाइन्छ, जहाँ गर्मीमा वर्षा बढी हुन्छ। दक्षिणी भागमा समशीतोष्ण हावापानी पाइन्छ। वर्षा अनियमित हुनु र धेरै स्थानमा सुक्खा हुनु यसको विशेषता हो। अस्ट्रेलिया महादेशमा पाइने वनस्पति र तिनका विशेषता लेख्नुहोस्। अस्ट्रेलियामा मरुभूमीय झाडी, घाँसे मैदान र समशीतोष्ण वन पाइन्छन्। वर्षा कम हुने क्षेत्रमा काँडेदार र सुक्खा सहने वनस्पति पाइन्छ। युकलिप्टस र अकासिया प्रमुख वनस्पति हुन्। तटीय क्षेत्रमा हरियाली वन बढी देखिन्छ। यहाँका वनस्पति उच्च तापक्रम र कम पानी अनुसार अनुकूलित विशेष प्रकृतिका हुन्छन्। कारण दिनुहोस्। अस्ट्रेलिया र नेपालमा विपरीत ऋतु हुन्छ किन? पृथ्वीको अक्ष करिब 23.5 डिग्रीले झुकेको छ र पृथ्वी सूर्य वरिपरि परिक्रमा गर्छ। यस झुकावका कारण उत्तरी र दक्षिणी गोलार्धमा सूर्यका किरण पर्ने ढाल र दिन रातको अवधि फरक फरक हुन्छ। नेपाल उत्तरी गोलार्धमा र अस्ट्रेलिया दक्षिणी गोलार्धमा पर्ने भएकोले एकै समयमा विपरीत ऋतु हुन्छ। अस्ट्रेलियाका पूर्वी तटीय भागमा जनघनत्व बढी छ। अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा अनुकूल समशीतोष्ण जलवायु, पर्याप्त वर्षा र उर्वर जमिन पाइन्छ। यहाँका प्रमुख सहरहरूमा उद्योग, व्यापार, शिक्षा र यातायातका सुविधा विकसित छन्। समुद्री बन्दरगाहको पहुँच र रोजगारीका अवसर बढी भएकोले मानिसहरू यस क्षेत्रमा बसोबास गर्न आकर्षित हुन्छन् र यसले जनघनत्व बढाएको छ। अस्ट्रेलियाको मध्यपश्चिमी भाग बसोबासको लागि अनुपयुक्त छ किन? अस्ट्रेलियाको मध्यपश्चिमी भाग भन्नाले भित्री भागलाई भनिन्छ। यो क्षेत्र विशाल मरुभूमि र अर्ध मरुभूमिले ढाकिएको छ। यहाँ वर्षा अत्यन्त कम हुन्छ, तापक्रम धेरै उच्च रहन्छ र पानीको पनि अभाव छ। कठोर जलवायु, सीमित प्राकृतिक स्रोत र आर्थिक गतिविधिको कमीका कारण यो क्षेत्र मानव बसोबासका लागि उपयुक्त मानिँदैन। यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने कृपया लाइक गर्नुहोस् र मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ भिडियोहरू अपलोड हुँदा जानकारी पाउन नोटिफिकेसन बेल अन गर्न नबिर्सनुहोस्। धन्यवाद।